एभ्रिवान, सबैजना राधे राधे छ र वेलकम छ मेरो सानो र मिनी ब्लगमा। आज चाहिँ ब्लग स्टार्ट गर्दैछु घरदेखि नै। यो चाहिँ अस्तिको ब्लग थियो र आज म एडिट गरेर दिँदैछु। साथीलाई पर्खिरहेको थिएँ, पर्खिँदा साथी पनि आइन। साथी र साथीका भाइ आए। भाइ चाहिँ घर गइहाल्छन् अरे, साथी चाहिँ बस्छन्। त्यही भएर म चाहिँ अब फटाफट रेडी हुनु पर्यो र रेडी भइसकेर पनि नास्ता गरेर पनि बाहिर ब्यागहरू निकालेर रेडी भइसक्यो। अब हामी चाहिँ लाग्छौँ आफ्नो कामको लागि र चाबी निकाले अब लाग्छौँ आफ्नो कामको लागि। र गाडी चलाउन चाहिँ त्यस्तो जान्दिनँ, त्यही पनि हल्का फुल्का चलाउँछु। र हामी दुईजना चाहिँ लाग्यौँ आफ्नो कामको लागि। र के गर्नुहुन्छ, काम त गर्नै पर्यो भनेर नि त अब त्यसै गरेर बात गर्दा गर्दै बिहाघरमा पनि पुगिसक्यौँ। बिहाघरमा चाहिँ डेकोरेसन चलिरहेको रहेछ, किनकि डेकोरेसन खतमै भएको रहेन रहेछ। हामी चाहिँ बिहानै पुगेका थियौँ नि त, त्यसको लागि अब हामी चाहिँ बाहिर बसिरहेका थियौँ र खिर बनाएर ल्याइदिनु भयो। आज चाहिँ बेहुलीको फास्ट रसोई खिर रहेछ, त खिर बनाएर ल्याइदिनु भएको थियो। अब त्यसरी खाइसके पछाडि चाहिँ यहाँ हेर्न हामीलाई चाहिँ भित्र बोलाएर लिएर जानुभयो, जहाँ मेकअप गर्ने हो। त्यहाँ अँध्यारो नि अँध्यारो रहेछ र प्रडक्टहरू निकालेर रेडी पारिसक्यौँ। बेहुलीलाई पर्खिँदै थोरै टाइम पर्खिनौँ। फाइनली बेहुली आउनुभयो। अब चाहिँ हामी मेकअप स्टार्ट गर्न थाल्छौँ र बेहुलीलाई कस्तो लाग्यो भन्नलाई नबिर्सिनु होला। र मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। भेट्छु नेक्स्ट भिडियोमा। आजलाई बाई बाई।